हाई गाइस, आज चाहिँ हामी पशुपतिको यो पार्कमा आएको छौँ। यो पार्कको नाम चाहिँ बमकली उद्यान भनेर लेखेको छ। यहाँनिर यहाँको एरिया चाहिँ ओम बनाएर चाहिँ बिचमा। हाई गाइस, अब यो चाहिँ हाम्रो यो पार्कको मोडल रहेछ यहाँनिर फ्लेक्समा। अहिले चाहिँ हामी गेटबाट भित्र छिरिसकेको छौँ। यहाँ पनि यस्तो रहेछ। यहाँनिर धेरै राम्रो राम्रो ठाउँहरू रहेछ घुम्नको लागि चाहिँ। मान्छेहरू पनि यहाँनिर धेरै नै हुनुहुन्छ घुम्न। यहाँनिर चाहिँ पूजा पनि गर्दै हुनुहुँदो रहेछ। यहाँनिर धेरै मान्छेहरू हुनुहुन्छ। उयो चाहिँ अहिले हामी भएको चाहिँ ध्यान स्थल रहेछ है। यहाँ चाहिँ मान्छेहरू चाहिँ ध्यान मग्न भएर बस्नुहुन्छ। यहाँनिर चाहिँ धेरैजना मान्छेहरू हुनुहुन्छ। यहाँनिर चाहिँ पुल पनि रहेछ एउटा सानो। अनि यहाँ चाहिँ बिचमा ओम लेखेको छ। यहाँ चाहिँ यसरी माथि शिवलिङ्गहरू पनि रहेको छ, हेर्न सक्नुहुन्छ हजुरहरूले। र यहाँ ठुलो ओम लेखेको छ। यहाँनिर यस्तो राम्रो राम्रो रुखहरूलाई डिजाइन गरेको छ। फुलहरू पनि मजाले फुलेको छ। यहाँनिर यस्तो राम्रो फुलको सानो बगैँचा पनि रहेछ, हेर्न सक्नुहुन्छ। अनि यहाँनिर चाहिँ भगवान झुलाउने ठाउँ, राधाकृष्ण झुलाउने ठाउँ रहेछ। चाहिँ धेरैजना मान्छेहरू। र यहाँनिर चाहिँ कमल फुल हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ कमल पोखरी पनि रहेछ होइन, यहाँ हेर्न सक्नुहुन्छ। यो चाहिँ 17 फिट डिप रहेछ है। यहाँ चाहिँ कमलको फुलहरू छ। र हाम्रो पान्जी चाहिँ यहाँनिर जानुभएको छ। यहाँ बिचमा कस्तो राम्रो फुल पनि फुलेको छ। यो पार्क तपाईहरुलाई कस्तो लाग्यो त्यो पनि कमेन्ट गर्नु होला। 12 मा हिँडिरहेको छौँ यहाँ। अनि यहाँ 17 फिट छ। बाइ गाइस, मेरो भिडियो लाइक गरेर सब्स्क्राइब गर्नु होला। लास्टमा भन्नु